सम्पूर्णलाई स्वागत छ। मेरो नाम तेजु लिम्बू। अनि तपाईहरु म्याच मैले फेरि नयाँ भिडियो ल्याएर आइसकेको छौं। हाम्रो यही फागुन 21 गते हुन लागेको हाम्रो यो चुनाव चाहिँ हैन अहिले हाल केराबारीको चुनाव प्रचार चाहिँ व्यापक रूपमा भइराछ। तर यो केराबारीमा चाहिँ कसले हैन स्थानीयहरुले चाहिँ के भन्छ र स्थानीयहरुकोले चाहिँ भोट कसलाई दिन्छ त भन्ने कुराहरु नै हामीले ल्याएर आइसकेको। उहाँको परिचयबाट हामी सुरुवात गर्ने छौं। परिचय दिनुहोस्। मेरो नाम चाहिँ राकेश देवान हो। तपाई घन्टी हो कि माटो हो कि अहिले त नयाँहरु छ? अहिले माटोलाई दिनुहुन्छ होला हौ। माटोलाई हो ल। अब के अरुलाई पनि केही सजेस्ट दिन्छौ माटोलाई किन भोट दिनु भनेर? त्यो अब किनकि अब कस्तो भन्दाखेरि ठाउँ ठाउँमा विकास गर्छ त्यतिको गर्नुपर्छ। अनि के घन्टी प्रति चाहिँ के छ तपाईको धारणा? घन्टी प्रति अहिले हाल धेरैले मन पराइरहेको छ है। सबै अब उता एउटा र्यापर पनि हो हैन। हामी पनि र्यापर फिल्डमै हिँड्दाखेरि उसलाई पनि सपोर्ट गर्नुपर्छ। त्यो एउटा कनेक्ट हुन्छ नि त युवाहरुमा हैन। त्यसप्रति चाहिँ केही छ? घन्टी प्रति पनि त्यस्तो नेगेटिभ ऊर्जाहरु चाहिँ छैन। तर कस्तो भने अब आफ्नो लागेको चाहिँ माटो हो। तर घन्टीतिर पनि के छ भने अब सही सकारात्मक सोच छ हैन। जुनै आए पनि घन्टी माटो जुनै आए पनि हाम्रो देश चाहिँ बनिनु पर्यो। आउँदो जेनजी पुस्तालाई आउँदो हाम्रो फ्युचरको जेनेरेसनहरुलाई चाहिँ राम्रो सोसाइटी राम्रो एउटा एमालेले नै कार्यक्रम गरे पनि कांग्रेसले नै गरे पनि माओवादीले नै गरे तापनि हैन यदि त्यो चाहिँ एउटा समाजको लागि हितको लागि हो र समाजलाई केही सहयोग मिल्ने कार्यक्रमहरु छ भने चाहिँ हाम्रो वीआर केराबारीयनको टिमहरु चाहिँ हाम्रो खुल्ला मनले पार्टी नबनी हामी केराबारी हौं भन्ने तरिकाले चाहिँ हामी अगाडि जान्छौं। सो हेर्दै गर्नु होला। अब आउने दिनहरुमा अझै नयाँ अपडेटहरु हामी ल्याएर आउने नै छौं। सो धन्यवाद।